डिसरेस्पेक्ट गर्नुभयो अघि चाहिँ हाम्रो हामीलाई चाहिँ अर्को 85 पिठो चाहिँ पुगेन त्यही भएर हेलो गाइस आज फेरि पनि तपाईँहरूलाई नयाँ भिडियोकोमा स्वागत छ। म पारुहाङको तर्फदेखि र हाङ्गु ब्लगको तर्फदेखि आज चाहिँ फेरि मैले नयाँ भिडियो लिएर आएको छु। नयाँ भिडियो चाहिँ स्पेसली के छ भनेदेखि आज साथी र म मेरो जबिन साथी र म जबिन साथी र म मासु र ढिँडो खाने भयौँ। ढिँडो चाहिँ फेरि अर्ग्यानिक खाना हो। धेरै पछि साथी र म ढिँडो खानेको आज चाहिँ हामी ढिँडो खानको लागि चाहिँ पिठो ल्याउन जाँदैछौँ। पिठो ल्याउन चाहिँ हामी कहाँ जाँदैछौँ त आफ्नै आरएल स्टोरमा। आरएल स्टोर चाहिँ हाम्रो फेरि नजिक छ, त्यही भएर हामी चाहिँ आफ्नै आरएल स्टोरमा कोदोको पिठो होइन कोदोको पिठो ल्याउन जाँदैछौँ। प्राइस कति पर्छ हामी चाहिँ हाम्रै आरएल स्टोरमा आइसकेका छौँ। आरएल स्टोरमा चाहिँ विभिन्न प्रकारका सामानहरू तपाईँले पहिले तपाईँहरूले बोयफ्रेन्डलाई र गर्लफ्रेन्डलाई र घरको हामी चाहिँ आरएल स्टोर आइसकेको छौँ र हामी चाहिँ कोदोको पिठो ल्याउन आएको थियो र अलिकति लाज लाग्दियो, त्यही भएर म चाहिँ भित्रतिर छिरिदिएँ। दिदी यहाँ कोदोको पिठो पाउँदैन होला? होइन म स्टोरी हालेन कि पिठो पाउँदैन भन त चाहिँ। दिदीले चाहिँ पिठो पाउँछ भनिसक्नु भएको छ, तर कहाँ पाउँछ पैठो चाहिँ? ल दाइ अङ्कल कोदोको पिठो होइन कति हो यसको प्राइस भनिदिनु त? 85 यसको प्राइस चाहिँ 85। यो चाहिँ हाम्रै आरएल स्टोरमा पाइन्छ। हामीलाई चाहिँ अर्को 85 को पिठो चाहिँ पुगेन, त्यही भएर फेरि हामीले अर्को पिठो चाहिँ हामीले ल्यायौँ र अब यसको हामी चाहिँ बिलतिर काउन्टरतिर गइरहेको छौँ। दिदी यसको 85 नै हो नि होइन? 85 नै होइन, अर्को खोइ कता छ? के 85 भन्दा कम मुनि अगाडि मिल्दैन दिदी? ठ्याक्क पैसा दिएर नि दोस्त यार, कम मुनि मिल्दैन। 85 आरएल स्टोरमा आउनुहुन्छ भने चाहिँ फेरि दिदीहरू पनि राम्री हुनुहुन्छ है। फेरि दिदीहरू पनि राम्री नै हुनुहुन्छ र यहाँ र बर्थडेको लागि कपहरू पनि धेरै राम्रो रहेछ र फोटो फ्रेमहरू पनि छ र यो पनि छ। यहाँ चाहिँ अलिकति तर यहाँ चाहिँ एक्सपेन्सिभ हुन्छन् धेरै। मैले पनि धेरै लगेको छु। यदि तपाईँहरू गर्लफ्रेन्ड र बोयफ्रेन्डलाई दिन चाहनुहुन्छ भने यहाँ पुरा एक्सपेन्सिभ हो। यो कपलाई मात्र 1600 हो, 1600 हो होइन? यसलाई यो कपलाई चाहिँ 1600 हो। अनि यो बाहिर किन्नुहुन्छ भनेदेखि 50-100मा आउँछ। यहाँ निकै महँगो छ, सोध्नु चाहिँ पर्ने हुन्छ। यो हजुर बाहिर यो किन्यो भनेदेखि निकै सस्तो हुन्छ। यहाँ चाहिँ यहाँ चाहिँ कति छ थाहा भएन, तर बाहिर चाहिँ अलिक सस्तै हुन्छ यो सामानहरू चाहिँ। फेरि केजीको 85 रुपियाँ मात्र, केजीको 85 रुपियाँ कोदोको पिठो फेरि सस्तो हुन्छ र महँगो नि त होइन? तर यहाँ सस्तो रहेछ क्या। कस्तो लाग्यो यो भनेर थोरै। अब चाहिँ हाम्रो स्टार्ट भयो। मेरो चाहिँ रेसिपी यो 1 नम्बर, मेरो रेसिपी यो है। रेसिपी चाहिँ मेरो 1 नम्बर यो हो होइन? यो चाहिँ सिङ्गल एक पत्ता, यो चाहिँ एक पत्ता भए पनि हाल्नै चाहिँ पर्छ मलाई चाहिँ, किनकि यो चाहिँ 1 नम्बर टेस्टी पनि हुन्छ। यो हालिसकेपछि र यो हालिसकेपछि मैले मासु हाल्नुपर्ने हुन्छ। यो चाहिँ मासु फेरि म सधैँ धोएर हाल्थेँ। यो मासु चाहिँ किनकि धेरै राम्रो हुन्छ, त्यही भएर यो मासुलाई चाहिँ म धुदिनँ। यो अङ्कलको त्यो नमुना मासु पसलदेखि लिएको मासु चाहिँ हामीले पखाल्नु पर्दैन, त्यही भएर हामीले त्यहाँको खालिनु एकचोटि लगाइदाउनु। मेरो हातै पुग्दै यार नपुरी ल स्पेशलिस्ट ढिँडो स्पेशलिस्ट
के भन्छ जबिनले मोलिरहेको छ म मासु पकाइरहेको छु र यो चाहिँ मैले काटिसकेको सबै र हाम्रो एकजना धीरज जोल पनि थपिएको छ यो त्यो चिलिमचीले के भन्छ यसले चाहिँ चलाउन अप्ठ्यारो भयो त्यही भएर काठ बनाइयो अनि काठले चाहिँ जबिनले मजा लिएछ मुसले अब एकछिन भयो भने चाहिँ खाइन्छ हामी खाएकोहरू देखाइन्छ मलाई चाहिँ एकदम मजा भइरहेको छ किनकि केटाहरूले दुईजना ढिलो उ त जबिन हो ढिलो स्पेसलिस्ट र धीरा चाहिँ पक्राउने उसको धन्दा छैन उसको बडी पनि छ क्या मान्छे हेर्दा सिकुटे होला तर उसमा सुकेको बलमा लुकेको पावर फुल नभएको भनेको म मात्रै हो क्या म भनेको चाहिँ केटाहरूलाई बास सम्झाउने मात्र हो म चाहिँ अलिकति केटाहरूलाई यस्तो गर्नुपर्छ भन्ने मात्र हो तर अप्ठ्यारो पनि तर के गर्नु त अङ्कल ठाउँ भयो नि त होइन हाम्रो घरमेटी अङ्कल हुनुहुन्छ उहाँ चाहिँ हाम्रो कुकरमा मिल्दैन अप्ठ्यारो हुन्छ भनिराख्नु भएको छ तर ठाउँ नभए पछि हामी के चाहिँ गर्न सक्छौँ त होइन अङ्कल भनिदिनु न के हाम्रो ढिटो पकाइ ठिक छैन र एकदम ठिक छ अनि आज हामी 3 जना मिलेर ढिटो खान आँट्यौँ अङ्कल के त ठिक गरेको होइन हामीले एकदम ठिक कुखुराको मासु कुखुराको मासु त हामीले 1 केजी ल्याइसक्यौँ ल हुन्छ बाई अङ्कल होइन साथी पुरा फ्यामिलीसँग बोल्दैछ हाम्रो अर्को साथी पनि फ्यामिलीसँग बोलिरहेको छ तर म पनि पकाएर पसिना ढिलो चाहिँ जबिनले रेडी गरिसकेको छ अलिक धिरालाई कम हाल्नुपर्छ किनकि धिरा खाइरहेको छैन मस्तले मासु राथा बस धिरा चाहिँ तारा अब मासु म लाउँछु भाग या मासु फेरि मेरो चाहिँ फेरि मासु फेरि एकुरेट हुन्छ नि फेरि लगाइ मेरो त फेरि बाँडै त मासुको भाग फेरि मेरो एकुरेट हुन्छ बस तल दिया दोस्त खुर्सानी किन यस्तो खाऊ न खुर्सानी घर बाबा म भने कि म खाएको छु यो अहिलेसम्म फर्स्ट टाइम खान्छ भने राम्रोसँग खा अलि यो डाइरिया हुन्छ डाइरिया हुन्छ हो धेरै खायो कहिले हुन्छ डाइरिया चाहिँ हुन्छ फेरि ल केटा चेस हुन्छ फर्स्ट बाइट चाहिँ हाम्रो फेरि पानी छैन पानी बाहिर हो यसमा चेस हुन्छ है जबिन र मेरो फेरि जहिले हुन्छ उसको मेरो खाने पछि त जबिन चेस ल एकपल्ट आएन त ओ मैले ढिलो खानु भुलेछु यार मैले अल्जियो खानमा के भयो पिरो भयो अल्जियो क्या जबिन मस खाएर छ निन्ने सुलुक तिर चाहिँ आजको भान चाहिँ ढिडो स्पेसलिस्ट ऊ र मासु स्पेसलिस्ट भन्नु पनि अलिक नागा म हल्का यो चाहिँ मासु हो हाम्रो धिराज बाउआ जबिन मासुको एक बाइट हाल न मासु यार कस्तो भयो एकचोटि मासु मासु बबाल भयो अरे फेरि तिमी खाँदै गर न कसरी खानु मलाई मैले त्यो ढास पक्रियो यसै गर न छोड्दै यस्तो राम्रो खान्छु मेरो एकछिन खाने जाँदा पैसा भएन मेरो भने हामी एकछिन पनि खाने चाहन्छु आज घरदेखि मार्छ पैसा मासुको थाहा पाइन्छ मासु कस्तो भयो मासु कस्तो मासु
ढिला चाँडै क्यामेरामा नआउँदाखेरि किनकि उसलाई ढिलो खानै आएको छैन होइन ढिला टोकेर आउँदा ढिलो जस्तो खाँदाखेरि यसरी टोकेर खान्छ कसरी हुन्छ यसरी आम्मा है यस्तो खानु होला ढिलो खाएर दिएर होइन मेबाट त हुँदैन यार घुम्दी मेरो छ यार ढिलो फेरि पुग्छ मासु पनि ढिलो भइदियो क्या ढिलो खाएको 3-4 वर्ष भएको थियो ढिलो अझै छ नि त ढिलो त दोस्त ढिलो अलिक अलि दोस्त त्यसरी नै कोले बना म देखिन अझै माथि यस्तो यस्तो कोले ढिलो लाम के कसै भन्नु तुमा टिकटमा ल्याम खानुपर्छ खोर्सानी ढिलो चिक्ची राख्नु चाहिँ मुला भयो मेरो त बाबा भयो फाल्नु सबै तिमी खान्छौ यो फाले नि नगला भयो आएर आज सरकारी घुम्नु पर्ने होइन सरकारी घुम्नु पनि पर्छ नि प्लस मेडिसिनको छ मेडिसिन पनि धेरै छ 5 छ मेडिसिनको 5 रकम छ गाइनुको पर्नु पर्ने छ गाइनुको फ्यामिली प्लानिङ फिनिस गर्नु पर्छ गाह्रो छ खाना खायो निस्किने भएको अब छैन पर्ने मान्छेले र गर्ने मान्छेले खानु चाहिँ पर्छ लाइफमा भोलि तिमीले गर्छौ रे खान्छौ रे खाँदैनौ रे बचाउँछौ रे पछि भविष्यमा डायबिटिज सुगर प्रेसर हाई भइदिन्छ त खान्छौ के अहिले हामी जस्तो रमाइलो गर्नुपर्छ पढ्दै पछि भए पनि बस्न त अहिले सबै मेट्ने हो नि खाएर मासु भन्ने कुरा खानुपर्छ किन मासुमा प्रोटिन हुन्छ तर मासुको पनि साइड इफेक्ट छ नम्बर 1 डायरिया नम्बर 2 मान्छेको दिमाग अलिक घोसे हुन्छ नम्बर 3 विचार हो या नम्बर 4 3 दुइटै मान्छे अलिकति पढाइमा कमजोर हुन्छ नम्बर 5 अलिकति दिमाग चाहिँ जमाएको जस्तो हुन्छ भन्छ तर म चाहिँ मान्दिनँ मेरो दिमाग जमाएको जस्तो छैन किनकि म मासु मात्रै खाएको दिनको दिन र पनि म एकदम बुझकी खालको मान्छे हो होइन बुझेको मान्छे त बुझाउने खालको मान्छे नि त त्यही भएर मासु चाहिँ खानु छोड्दैन दोष कट गर्दैन फाइनली गाइज हामी चाहिँ ढिलो खाइसक्यौँ होइन ढिलो चाहिँ हामीले खाइसक्यौँ अनि अलिकति भिटामिन सी चाहिएकोले क्यारेट खान्छौँ हामी चाहिँ हजुर आन्टी तान्नु आन्टी हामी चाहिँ भिडियो सकिसकेको छौँ र हाम्रो भिडियो मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला अनि आजको भिडियो चाहिँ हामी यही अन्त्य गर्न चाहन्छौँ हफ्ता बाई बाई धन्यवाद गुड नाइट